पूर्व पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैना मैना नगरपालिका स्थित घमा खोलाको पुल भासिएपछि केही दिनदेखि पूर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने सवारी साधनले वैकल्पिक सडकको प्रयोग गरिरहेका छन्। त्यो पुल पनि अलिकति दबेको छ, बाटो पनि सब ध्वस्त भयो, खतम भयो। अहिले तपाईको यो तपाईको व्यवस्था गर्दा लगभग 50-60 लाख रुपैयाँ खर्च गर्यो होला, तर पनि यिनीहरूको समाधान निस्केन। तपाईको 2 घण्टा बिहानको पानीले यो हालत बनायो। तब हामी पनि नागरिकले शास्ति जुन भोग्नु परिरहेको छ त्यसमा एकदमै कन्सर्न छौँ। साना सवारी साधन उत्तरतर्फको 2 किलोमिटर डाइभर्सन र ठुला मालबाग सवारी साधन दक्षिणतर्फको 5 किलोमिटर डाइभर्सनबाट अहिले यात्रा गर्न बाध्य भएका छन्। बुटवल गुरुसिंगे चन्द्रौटा सडक खण्डको स्तरोन्नतिको काम अहिले चलिरहेको छ। निर्माण व्यवसायका अनुसार अहिलेसम्म 26.5% काम सम्पन्न भइसकेको छ। बुटवल गुरुसिंगे सडकमा पर्ने यो घमा खोलाको नयाँ पुल निर्माण गर्ने क्रममा सँगै रहेको पुरानो पुल भासिएपछि अहिले यस राजमार्ग भएर यात्रा गर्ने यात्रुले शास्ति भोग्नु परिरहेको छ। बुटवल गुरुसिंगे चन्द्रौटा सडक स्तरोन्नतिको ठेक्का पाएको निर्माण कम्पनीले पुल भासिएपछि छेउमा बनाएको 2वटा डाइभर्सन पनि खोलाको बाढीले बगाएपछि सवारी साधन 2 किलोमिटर उत्तरतर्फको यो साँगु र कल्पट हुँदै जोखिमपूर्ण तरिकाले यात्रा गर्न बाध्य भएका छन्। अबको विकल्प के छ, अबको समाधान के छ? अहिले चाहिँ 10 दिनमा हामीले केही आकार दिन्छौँ भनेर भन्नुभएको छ निर्माण व्यवसायीले, र त्यसको 28 दिन पश्चात चाहिँ हामीले सवारी साधन कुडाउन सक्छौँ। राज्यले यतिसम्म तपाईको हेलचक्राइ गर्यो कि बाटो साउरो भएको हुनाले नालीसम्म चाहिँ गाडीहरू छन्, कता तर्कनी वलतिर पलतिर वाल लाएर सबै आफ्नो आफ्नो बाउन्ड्री गरेका छन्। पुरानो पुल जसरी पनि रिइन्स्टेट गर्नुहोस् अथवा केही वैकल्पिक व्यवस्था हुन्छ भने त्यो पनि हामी कहाँ प्रपोजल ल्याउनुहोस् भनेका छौँ। यही विषयमा हामीले बुटवल गुरुसिंगे सडक योजना प्रमुख इन्जिनियर कुशलता नेउपाने र केही स्थानीयसँग कुराकानी गरेका छौँ। यो बाटोमा जुन विद्युतको तार भयो, अनि त्यसपछि यो नेटको तारो भयो, ठुला ठुला अग्ला अग्ला गाडीहरू आउँछन्। आउँदाखेरि चुडाल दिए राति यो गर्मीको समय छ, विद्युतको तार चुडिएको हुन्छ। अनि त्यसपछि ठुलो ठुलो गाडी बाटो साउरो छ, बाटो पनि सब ध्वस्त भयो, खतम भयो। बच्चाहरूलाई स्कुल पठाउन नपाइने स्थिति भयो। घरबाट निकाले बाटो क्रस गर्नै पाइँदैन, साउरो बाटो, गाडीहरू लाइन लाएर आएको हुन्छ, जाम परेको हुन्छ। बच्चाहरूलाई स्कुल पठाउन पनि समस्या भयो र बजार गर्न निस्कन पनि बाटो साउरो भएको हुनाले नालीसम्म चाहिँ गाडीहरू छन्, कता तर्कनी वलतिर पलतिर वाल लाएर सबै आफ्नो आफ्नो बाउन्ड्री गरेका छन्। नालीसम्म गाडी जान्छ, बाटोबाट हिँड्ने ठाउँ पनि भएको छैन। त्यो पुल पनि अलिकति दबेको छ, त्यो पुल केही हुने बित्तिकै यहाँका मान्छे त पुरै खेतीपाती उतै छ, बस्ती उता खेती यता, कोही यता बस्ती उता खेतीपाती भएका छन्। अब बर्सातको समय छ, खेतीपाती लाउने समय छ, रोपाइँ गर्ने समय छ। त्यो पुल केही तलमाथि हुने बित्तिकै अनि त्यसपछि वारपार गर्न चाहिँ पुरै बन्द हुन्छ, मान्छेहरूले खेती लगाउनै पाउँदैनन्। बर्खा नलाग्दैको कन्डिसनमा राज्यले यतिसम्म तपाईको हेलचक्राइ गर्यो कि तपाईको नेसनल हाइवे जुन बाटो तपाईको हेर्दै हामी दिनकै तपाईको अप एन्ड डाउन गर्ने बाटो होइन। यहीँ पारि मेरो व्यवसाय छ, होटल व्यवसाय छ, तर यति नाजुक अवस्था भयो कि अहिले तपाईको यो तपाईको व्यवस्था गर्दा लगभग 50-60 लाख रुपैयाँ खर्च गर्यो होला, तर पनि यिनीहरूको समाधान निस्केन। आज राति तपाईको 2 घण्टा बिहानको पानीले यो हालत बनायो। अब बर्खा सुरु हुँदैछ, यो कन्डिसनले कसरी तपाईको बाटो सञ्चालन गर्ने हो? बर्खा लागिसक्यो, अब राज्यको ध्यान तपाईको किन नपुगेको? स्थानीय तपाईको नगरपालिकादेखि लिएर स्थानीय हरेक कुराहरू कमसेकम कोही बोलेकै आवाजै उठेको देख्दैन मैले। कोही त्यसरी यो हेलचक्राइ गर्नु भएन, नेसनल हाइवे बाटो होइन। अबको विकल्प के छ, अबको समाधान के छ? तत्काल राज्यले तपाईको तुरुन्तै इमिडिएटली तपाईको यसको समाधान गरोस्। स्थानीयवासीहरूले दुःख भएको छ होइन, हिँड्न तपाईँ आवत गर्नदेखि लिएर हरेक कुरा समस्या भएको छ। त्यसले गर्दा इमिडिएटली यो तपाईँको तुरुन्तै तपाईँको यसको समाधान के गरेर निस्किन्छ, बेली ब्रिज गरेर हुन्छ कि कसरी यो तपाईँको सञ्चालन गर्न मिल्छ, त्यो अनुसारले यसलाई ध्यान जाओस्, सरकारको स्थानीय तहको ध्यान जाओस् भन्न चाहन्छु। यो चाहिँ हाम्रो पनि अहिले बर्खायाममा घमा खोला पुल निर्माण गर्दाखेरि जुन पुरानो पुलको वाल भासिएर माथिको स्ल्याब सञ्चालन नै हामीले सवारी साधन सञ्चालन नै गर्न नसक्ने अवस्थामा पुगेपछि चाहिँ करिब 1.5 महिना भयो। निर्माण व्यवसायीले कन्फिडेन्टली हामी डाइभर्जन
डाइभर्जन बनाउँछु र त्यसबाट सवारी साधन चाहिँ चलाउँछौँ भनेर डाइभर्जनबाट करिब 12-15 दिन उहाँहरूले सवारी साधन पनि चलाउनु भयो। तर यो बिचको अप्रत्याशित बर्खा मनसुनमा हुने नभयो, यो डाइभर्जन पनि बगाएको अवस्थामा हामी पनि नागरिकले शास्ति जुन भोग्नु परिरहेको छ त्यसमा एकदमै कन्सर्न छौँ। त्यसैले गर्दा नै हामीले निर्माण व्यवसायलाई पुरानो पुल जसरी पनि रिइन्स्टेट गर्नुहोस् अथवा केही वैकल्पिक व्यवस्था हुन्छ भने त्यो पनि हामी कहाँ प्रपोजल ल्याउनुहोस् भनेका छौँ र सो अनुरूप नै उहाँहरूले हामी पुरानो पुल नै रिइन्स्टेट गर्छौँ भनेर अहिले साइडमा ग्याबिनको काम र फिलिङको काम हामी सुरु गर्छौँ भनेर भन्नुभएको छ। यद्यपि यो बर्सात कस्तो हुन्छ र हामी कति काम गर्न सक्छौँ भन्ने हिसाबले मात्रै कति टाइम लाग्छ भन्न सकियो। अहिले चाहिँ 10 दिनमा हामीले केही आकार दिन्छौँ भनेर भन्नुभएको छ निर्माण व्यवसायीले र त्यतिन्जेल चाहिँ हामीले उत्तरतिरको 2.5 किलोमिटरको डाइभर्जन जुन अलिक साँघुरो पनि छ लोकल सवारी साधनलाई त्यहाँबाट र लामो दूरीको र मालवाहक सवारी साधनहरूको हकमा दक्षिणतिरको 4-5 किलोमिटर लामो पर्ने त्यो डाइभर्जन छ त्यसमा चाहिँ बाटो सवारी साधन सञ्चालन गर्ने गरी तयारी गरेका छौँ। यसमा चाहिँ मैले आम नागरिक तथा सवारी साधन प्रयोगकर्तालाई पनि लामो दूरीको र मालवाहक सवारी साधनको हकमा चाहिँ कृपया दक्षिणतर्फको डाइभर्जनलाई प्रयोग गरेर चाहिँ हामीलाई यो काममा सहयोग गरिदिनलाई पनि म हार्दिक अनुरोध गर्दछु। र यससँगै चाहिँ हामीले प्रयास गर्दै पनि घमालाई टाइममा रिइन्स्टेट गर्न नसकेको कुरालाई पनि म स्वीकार्छु र अहिले चाहिँ तीव्रताका साथ निर्माण व्यवसायलाई हामीले काम गराउनलाई हामी आफै पनि अग्रसर छौँ। यसमा यहाँदेखि मन्त्रालयसम्म सबैजनाको चासो छ र नागरिकले शास्ति खेप्न नपरोस् भन्ने कुरामा हामी सजग नै छौँ। त्यस अलावा पनि यो अहिले निर्माण चरणको सबभन्दा क्रुसियल बर्सात हो। यो सायद यो वर्षको 2 महिना चाहिँ हामीले यदि अत्याधिक वर्षा भएको खण्डमा चाहिँ केही शास्ति हुनसक्छ। यद्यपि हाम्रो मनसुन प्रिपेयर्डनेस टिम निर्माण व्यवसायको तर्फबाट साइटमा जहिले पनि अभाइलेबल हुन्छ। अब पानी जम्ने समस्या होइन, पानी कटाउनु पर्ने ठाउँहरू त्यस्तो भयो भने र कुनै ठाउँमा पानी पसेर कुनै संरचनाहरू बिगार गरेको त्यस्तो छ भने हामीलाई सूचना प्रदान गर्नुहोस् अथवा साइटमा पनि हाम्रो साथीहरू निर्माण व्यवसायको तर्फबाट हामी नै पनि परामर्शदाताको तर्फबाट पनि त्यहाँ 24 घण्टा हुनुहुन्छ उहाँहरू। यसलाई चाहिँ 2 महिनाको लागि चाहिँ धैर्यतापूर्वक जे गर्नुपर्छ हामीलाई जानकारी गराएर यसलाई चाहिँ यो निर्माण कार्यमा सहयोग गरिदिनलाई पनि म अनुरोध गर्दछु। पुरानो पुललाई रिइन्स्टेट गर्ने सँगसँगै नयाँ पुललाई पनि उसले फास्ट गर्न सक्यो भने गडरहरू बनिसकेको अवस्था छ र पिल्लर जुन अबुटमेन्ट भन्छौँ हामीले टेक्निकल भाषामा त्यो चाहिँ नयाँ पुलको लागि बनिसकेको छ। प्रि स्ट्रेसिङको कार्य गरेर लन्च गरेर हामीले उसले स्पिडमा काम गर्यो भने 1 महिनाभित्र ढलानको कार्य सम्पन्न हुनसक्छ र त्यसको 28 दिन पश्चात चाहिँ हामीले सवारी साधन कुडाउन सक्छौँ। त्यसको लागि पनि हामीले निर्माण व्यवसायलाई पुरानो पुलको मर्मत सम्हार सँगसँगै नयाँ पुललाई पनि तीव्रताका साथ काम अगाडि बढाउनलाई आग्रह गर्छौँ र यो पुल भत्किसकेपछि एबुटमेन्टको पिल्लर उठाउने पाइल क्याप गर्ने सन्दर्भमा पनि उहाँहरूले तीव्रताका साथ नै गर्नुभयो। तर बिचमा डाइभर्जनबाट सवारी साधन गर्न चलाउन सक्छौँ कि भन्ने अपेक्षाले चाहिँ त्यहाँको लेबर चाहिँ अन्त व्यवस्थापन गरेको हुँदा चाहिँ हामीले अलि त्यसलाई चाहिँ ढिला गरी मात्रै उहाँहरूले सुरु गर्नुहुने भयो त्यो। तर अहिले चाहिँ उहाँहरूले कमिट गर्नुभएको छ नयाँ पुल पनि सँगसँगै हामी तीव्रताका साथ हामीले काम गर्छौँ भनेर।